खबर टिभीमा यहाँलाई स्वागत छ। म सविता चन्द। नेपालगञ्ज 12 कोरियनपुरमा चैत्र 14 गते राति जलेको अवस्थामा भेटिनुभएकी सिर्जना बुढा मगरको मृत्यु जलेकै कारण भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ। भेरी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्ट अनुसार उहाँको मृत्यु गम्भीर जलनकै कारण भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार चैत्र 14 गते राति करिब 12 बजेको समयमा सिर्जना आगोले जलेको अवस्थामा फेला पर्नुभएको थियो। उहाँलाई तत्काल भेरी अस्पतालमा पुर्याए पनि चैत्र 15 गते बिहान 1:20 उहाँको मृत्यु भएको प्रहरीले जनाएको थियो। पोस्टमार्टम रिपोर्टले मृत्युको कारण जलन नै भएको स्पष्ट देखाएपछि अब अनुसन्धान थप सहज र केन्द्रित बनेको छ। घटनामा कसको कस्तो संलग्नता छ भन्ने विषयमा अनुसन्धान पूरा भएपछि मात्रै स्पष्ट हुने प्रहरीले बताएको छ। मृतक सिर्जना बुढा मगर नेपालगञ्ज 8 रानी तलाउमा डेरा गरी बस्दै आउनुभएको थियो। उहाँको आरिफ दपालीसँग लिभिङ टुगेदर सम्बन्धमा रहेको बताइएको छ। सिर्जनाको शरीर आरिफको घरबाट करिब 50 मिटरको दूरीमा आगोले जलेको अवस्थामा भेटिएपछि मृतकका आफन्तले आरिफ, उहाँकी आमा, दिदी तथा अन्य केही व्यक्ति विरुद्ध किटानी जाहेरी दिएका थिए। घटनापछि भागेर भारत पुगेका आरिफ धपालीलाई प्रहरीले अर्को दिन नै पक्राउ गरेको थियो। त्यसै गरी उहाँकी आमा र दिदीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको अघिल्लो दिन पनि सिर्जना र आरिफ बीच खटपट भएको थियो। आफन्तका अनुसार कुटपिटको अवस्था सिर्जना भएपछि सिर्जनाले प्रहरीलाई खबर गर्नुभएको थियो। प्रहरीले ती व्यक्तिलाई हिरासतमा राखेको भए पनि सिर्जनाले मिलापत्र गरी सोही दिन छुटाएर ल्याएको प्रहरीको भनाइ छ। तर दुःखद कुरा, मिलापत्र भएकै राति यस्तो घटना भएको थियो। उक्त घटनापछि नेपालगञ्जमा आक्रोश, विरोध प्रदर्शन र न्यायको माग तीव्र बनेको छ। विभिन्न सामाजिक सञ्जाल, सङ्घ संस्था, महिला समूह, युवा समूह र नागरिक समाजले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई विज्ञापन पत्र बुझाउँदै निष्पक्ष अनुसन्धान र दोषीलाई कडा कारबाहीको माग गरेका छन्। यसैबीच प्रहरीले सामाजिक सञ्जालमा समुदाय बीच द्वन्द्व फैलाउने खालका अपुष्ट सामग्री नफैलाउन आग्रह गरेको छ। अहिले सबैको एउटै प्रश्न छ, सिर्जना बुढा मगरको मृत्यु केवल दुर्घटना थियो वा यसमा कुनै आपराधिक रहस्य लुकेको छ? यसको वास्तविक सत्य अब प्रहरी अनुसन्धान र कानुनी प्रक्रियाले मात्रै उजागर गर्नेछ। गुड न्युज खबर टिभी हेर्दै रहनुहोला। म समाचार बाचिका सविता चन्द बिदा हुन्छु। धन्यवाद।